ब्याक टु द बेसिक्स। यो कुकिङ थेरापीको रमाइलो के छ भने यसमा हरियाली हेर्दै राइट अनि गाना गाउँदै र मनपर्ने तरकारी पकाउने। यसमा मैले के गरेँ भेरी सिम्पल। आजकल यस्तो सिम्पल फेरि चल्दैन, यो अलि रङ्गमनको जमाना सादा सादा। मैले के गरेँ भने यसमा तेल हालेँ, टमाटर भुटेँ, अनि त्यसपछि लौका हालेर मसला हालेर यसलाई एकछिन छोडिदिन्छु। म यसमा पानी थपेर मस्त लौकाको तराई दिन्छु। दाल त हजुरलाई थाहा नै छ, दालको बेसिक अलिकति बेसार हालिन्छ, तेल हालिन्छ, अनि दाल हालेर पानी हालेर मैले त्यो दाल यो चाहिँ नि प्रेसर कुकरमा दाल पकाउँदा सजिलो होइन पकाउन। अनि कराईमा ननस्टिक प्यानमा यो लौका पाकिन्छ, बुझ्नुभयो त। अब यो त भेजिटेरियनलाई भयो। अब हामी यसो हेरेर यो नन भेजको पनि केही गरौँ है त। ल